मन आतिँदैछ तिमीसँग साट्न प्रेमको चिनो हृदयको ढुकढुकी त्यसै त्यसै बढ्दैछ रोकु म कसरी मन आतिँदैछ तिमीसँग साट्न प्रेमको चिनो हृदयको ढुकढुकी त्यसै त्यसै बढ्दैछ रोकु म कसरी हजार दिनको पर्खाइ तिमीसँग जिउनलाई जीवनभरको लागि तिमी मेरो सङ्गी तिमी मेरो सङ्गी यसरी प्रभु हामी परिवार मिलेर तपाईको चरणमा हुनेछु परमेश्वर बाबा एउटा समय अनि मौका अनि जुन कुराहरु परमेश्वर बाबा आज हाम्रो परिवारमा तपाईले दिनुभयो प्रभु छोरीको निम्ति म प्रार्थना गर्दछु परमेश्वर बाबा जुन परमेश्वर बाबा आज कार्यहरु आज हामीले निभाउनु पर्छ त्यो निभाउँदा हुँदा प्रभु वातावरणहरु परमेश्वर बाबा तपाईले असल वातावरण दिनुहोस् भनेर प्रभु हिमाचल मसी मण्डली दार्जिलिङ सिंहमारी बेहुला पक्षबाट आउनुभएका आजका
बेहुलाको आमा श्रीमती कला राई, उहाँको परिवार अनि आफन्तगण साथै मण्डलीका आदरणीय पास्टरज्यू साथै बेहुली पक्षबाट आउनुभएका हाम्रो लिटल फ्लक हाउस चर्च कालिम्पोङ डिकन सुदेश दास, श्रीमती ज्योति दास साथै दुलहीको बाजे बोजू तथा तपाईँहरूलाई आजको यो पवित्र विवाहको सेवामा येशू ख्रिस्टको नाममा हामी स्वागत गर्छौँ। म यहाँ उपस्थित मण्डली साथै उहाँको अभिभावक यहाँनिर बाबु अनि फुपू हुनुहुन्छ, उहाँको माता पनि हुनुहुन्छ, यहाँनिर अरू सबै आफन्तगण, तपाईँहरूको सामु म सोध्न चाहन्छु, यो हुन लागेको पुरुष र स्त्रीको विवाह हाम्रो देश भारतको कानुन विरुद्ध एवं मण्डलीको नियम र परमेश्वरको वचन विरुद्ध छ भनेर यहाँ उपस्थित व्यक्तित्वगण साथै हाम्रो मण्डली सानो बगाल गृह मण्डली सदस्यहरू कसैको उजुरी छ भने यो सब समय तपाईँहरूको निम्ति हो। कसैको उजुरी छ यो विवाह हुन सक्दैन आजको विवाह भनेर, हजुर यदि छैन भने अब उपरान्त चुप बसोस्। मलाकी 7:14 परमप्रभुले तिमी र तिम्रो पत्नीको बिचमा साक्षीको काम गर्दै हुनुहुन्छ। त्यहाँ स्पष्टसँग तिम्रो जीवन साथी र वैवाहिक करारमा बाँधिएको पत्नी भनेर त्यहाँनिर बताएको छ। वचनमा पढ्यौँ भने त्यसकारण ईसाई विवाह दुई व्यक्तिको बिचमा मात्र होइन तर परमेश्वरसँग बाँधिएको करार पनि हो। यसकारण विवाहको करार मृत्युसम्म बाँधिएको हुन्छ। यहाँनिर प्रोसेस अनि मर्सी दुईले गर्न लागेका छन्। त्यसको निम्ति उनीहरूले आफ्नो आफ्नो हात पक्रेर अब परमेश्वरको अगाडि आफ्नो करारलाई अभिव्यक्तिको रूपमा जनाइरहेको छ। र परमप्रभु परमेश्वर हाम्रो एकमात्र उद्धारकर्ता जीवित परमेश्वरको डर र भयमा र ख्रिस्टको मण्डलीको अगाडि प्रशिष राई, के तिमी मर्सी दासलाई विवाहित पत्नीको रूपमा स्वीकार गर्छौ भनी प्रतिज्ञा गर्छौ? पवित्र आत्माको उपस्थितिमा र ख्रिस्टको मण्डलीको अगाडि मर्सी दासको लागि प्रेमिलो र विश्वासी पति भइरहनेछु। जबसम्म मृत्युले हामीलाई अलग गर्दैन तबसम्म प्रभु यीशु ख्रिस्टमा विश्वासयोग्य पति भएर रहनेछु भनी प्रतिज्ञा गर्छौ? मर्सी दास, परमप्रभु परमेश्वर हाम्रो एकमात्र उद्धारकर्ता जीवित परमेश्वरको डर र भयमा र ख्रिस्टको मण्डलीको अगाडि म प्रशिष राईलाई विवाहित पतिको रूपमा स्वीकार गर्छु भनी प्रतिज्ञा गर्छौ? परमेश्वर पवित्र आत्माको उपस्थितिमा प्रशिषको लागि प्रेमिलो र विश्वासी पत्नी बन्ने प्रतिज्ञा गर्छु। जबसम्म मृत्युले हामीलाई अलग गर्दैन तबसम्म प्रभु यीशु ख्रिस्टमा विश्वासयोग्य पत्नी भएर रहनेछु भनी प्रतिज्ञा गर्छौ? परमेश्वरले तिमी दुईले गरेको प्रतिज्ञामा कृपा गरून् र तिमीहरूलाई आशिष दिउन्। आमेन। रोजेको कहाँ हो र ईश्वरले नै तिमीलाई मेरो निम्ति सृजेका।
नेपालमा भुइँचालो भयो, 25 को हृदयमा हलचल। नेपालमा भुइँचालो भयो, 25 को हृदयमा हलचल। मजेदार जिन्दगीमा सहयोगी मर्सीको पाउने भयो। बल्दो हावापानीमा 25 ह्यान्डसम भयो। बल्दो हावापानीमा 25 ह्यान्डसम भयो। पत्नी घरमा लैजाँदा गर्वले फुरुक्कै हुने भयो। आज मैले पाएँ जीवनको खुसी, ईश्वरबाट तिमीरा मेरो यो जीवनमा उपहारको रूपमा दिनुभयो तिमीलाई। परमेश्वरमा विश्वास गर्ने जवान जवानीको विवाह सम्बन्धको कुरामा चाहिँ एउटा अति नै राम्रो कुरा चाहिँ के छ भनेदेखिलाई परमेश्वरको वचनले भन्छ कि जोडी मिलाउने पनि परमेश्वर नै हुनुहुन्छ भनेर। र दुईजनाको जोडी उहाँले मिलाउनु भयो। फेरि परमेश्वरको वचनले भन्छ जब मान्छे एक्लो हुन्छ उसलाई परिवार पनि परमेश्वरले नै दिनुहुन्छ भनेर। परमेश्वर पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौँ आजको सुन्दर आशिषमय दिनको लागि। धन्यवाद दिन्छौँ तपाईँले प्रशंस अनि मर्सीलाई एक बनाउनु भयो। धन्यवाद दिन्छौँ प्रभु, तपाईँले उनीहरूलाई यो संसारको थालनी भन्दा अघि नै तपाईँले एक गरिसक्नु भएको थियो। प्रभु, यो एउटा विशेष दिनमा हामी सहभागी हुन सक्यौँ अनि हामी यस समय प्रशंस अनि मर्सीको जीवनमा तपाईँले राखिदिनु भएको सबै आशिषहरू हामी यति बेला बोलिदिँदैछौँ। सबैजनालाई जय मसी। मैले पनि सोचेँ अब यस्तो राम्रो ओकेजनमा वाइ नट आई अल्सो टेक द स्पटलाइट टु माइसेल्फ है। मेरो दिदी, मेरो प्यारो दिदी, माई एन्ड टु माई न्यू ब्रदर इन ल, so I would like to speak some few words. Mercy Di, my darling sister, where do I even begin? I never had a sister of my own, but Mercy Di never made me feel I didn't. She always was there for me by my side through all the struggles, maybe physically, emotionally, both. She was there for me. She always did the best to provide me the love and care a little brother needs. And at times, Mercy, I might have done some wrong, thrown some tantrums, and must have been annoying to you. But I promise that under all those tantrums and all those little moments, what I had was deep love and affection for you. Sorry, I can't make voices. Maybe I couldn't show it to you or tell it to you, but I want you to remember and always know that what I have for you is true love and affection. Maybe one day, eventually, when you have kids, I could provide
the love and care that you gave to me, and the way that you treated me to your kids one day. And I'm very grateful for everything. To my sister, my hero, Mercy. And then to my new brother-in-law. You might be the bravest man I've ever met, or you have no idea what you're getting into. When I found out you two were together, I was shocked to see that. Is there really a man who can handle my sister? At that time, I knew, Prashista, you were a keeper. You were really a keeper. Just remember, marriage is a lot like Mercy D's cooking. It might be scary at first, but you will develop a taste for it eventually. But in all seriousness, watching you two together fills my heart with joy. Mercy, you have found someone who loves you dearly, and Prashista, you have found someone who will always keep you on your toes and fill your life with laughter. And at last, to Mercy D and Prashista, may your love story be as epic as our childhood adventures, and may you always find reasons to laugh together. Cheers to your new beginning and epic journey of a lifetime. Thank you. See your face, to hear your voice, and all to touch you. Here's a dream come true. So I'm standing here with my hand held out, knowing that your love will never fade. I stand amazed without a doubt. I wanna hear your voice in the morning when I rise. Think I know I'm just a normal man, only made of sand, except when you're by my side. When you're loving me, teaching me, don't leave me, I pray. When I'm thinking of the times, your hands in mine, together we'll stay. You made me better today than I was before. Now my heart can rest, and I will search no more. You made me better today.
परमेश्वर पिता, तपाईँ अति नै आदर, महिमा, प्रशंसा, भक्ति र दण्डवतको योग्य हुनुहुन्छ। प्रभु, हामी तपाईँलाई धन्यवाद भन्न चाहन्छौँ। यो सेवाका, यस विवाहको सम्पूर्ण कार्यहरूमा तपाईँको महिमित हातमा हामीले देख्न सक्यौँ। प्रभु, साँच्चै नै हामी तपाईँलाई धन्यवाद दिन्छौँ। अब यिनीहरू दुई चाहिँ एक बन्न गएका छन् प्रभु। आज यिनीहरूसित बाँधिँदै गर्दा तपाईँ स्वयं पनि बाँधिनु भयो। अनि हामी धेरै खुसी छौँ। आज हाम्रो भाइ प्रशिषको विवाह चाहिँ मक्सीसँग भएको छ, किनभने ऊ सबैको लागि आशिषको कारण बनेको छ। अनि हाम्रो लागि पनि, मण्डलीको लागि, परिवारको लागि, टिमको लागि, मिनिस्ट्रीको लागि, सबै कुरोको लागि मर्सी चाहिँ एकदमै आशिषको कारण बनेको छ। ऊ हाम्रो घरको बुहारी मात्र होइन, तर एकदमै छोरी जस्तै भएर हामीसँग रहनेछ। अनि जसरी तपाईँहरूसँग परिवारमा यसरी आशिषको कारण बनेको छ, तपाईँले धेरै माया गर्नुभएको छ, अनि हामी पनि एकदमै उसलाई माया गर्नेछौँ। एउटा असल परिवार पाएको छ। उनीहरूको जीवनमा सानो ठुलो त्रुटिहरू आउँछ है। यो समयहरूमा त्रुटिहरूमा पनि एउटा असल भएर एकअर्कालाई क्षमा दिइकन अघि बढ्न सक्ने कृपा आशिष उनीहरूले पाउन सक्छ।